नमस्ते एभ्रिवान वेलकम ब्याक टु आवर च्यानल। आज चाहिँ म धेरै दिन बाद भ्लग बनाउँदैछु किनकि म चाहिँ मित बहिनीको बिहामा जाँदैछु नि त। मित बहिनीको चाहिँ किनकि म चाहिँ मित बहिनीको बिहामा जाँदैछु। सो उसको चाहिँ बिहा हुँदैछ अनि उसको लागि पनि मेमोरिज होस् भनेर चाहिँ मैले एउटा भ्लग बनाउँदैछु। त्योभन्दा अगाडि चाहिँ म अहिले पानीघाटा जाँदैछु। मेरो ब्राइडल मेकअपको बुकिङ छ अनि त्यसको बाद चाहिँ म मेकअप सकेर चाहिँ नक्सल जान्छु। यहाँ चाहिँ मेरो केक पनि बनेर रेडी छ। अब अहिले यसलाई चाहिँ म बादमा लिएर जान्छु। सो म चाहिँ फाइनली आइपुगेँ नक्सल अनि यहाँ बहिनी पनि छ सुदाको साथी। अन्त अहिले चाहिँ हाम्रो यस्तो छ सिचुएसन यहाँ सामान राम्रै छ। अब यो चाहिँ हामी झापुजोत पुग्न आँटेको छु टोटोमा। ल हामी चाहिँ आइपुगेँ फाइनली यहाँ झापुजोत। पेन्डल लगाउँदै रहेछ। हामी चाहिँ मेहन्दीको लाइन रेडी भइसक्यो। सुन्तला खाँदैछु म चाहिँ। यहाँ चाहिँ छ सुची। पुरा जाउँ न त पो देख्छौ त। दामी लाग्यो दामी। यसको चाहिँ दामी चाहिँ साडी पनि आमा ब्राइड जत्तिकै भइरहेको छ हो। दिदीको बहिनी हो। हाम्रो बेहुली चाहिँ यहाँ मेहन्दी लगाउँदैछ। हाई बेहुली। कङ्ग्रेचुलेसन। थ्याङ्क यू। हाफ भइसकेको छ मेहन्दी चाहिँ। दामी 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 दामी। यहाँ चाहिँ छ है यहाँ बेहुलीको साथीहरू बहिनीहरू। यहाँ चाहिँ मेन बहिनी के अरे तिमी साली के अरे आधी घरवाली। टुटकी पहिलाको सालको बेहुलाको हेर यत्रो नानी भइसक्यो। पैसा पक्रेको हेर नि। अहिले चाहिँ हामी बाहिरतिर यसो घुम्नु फोटोहरू खिच्न आएको छौँ हो। अहिले हाम्रो बहिनीसँग किनकि बेलुकाको टाइम हो राम्रो फोटो आउँछ हल्का होइन गाइस। अन्त बेलुकाहरू चाहिँ त त्यो घाम डुब्छ नि त अलिकति कालो 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 देख्छु हल्का गाइस। यो चाहिँ बाहिरपट्टिको रहेछ। यहाँ चाहिँ खाना खाने हो। ए खाना खाने चाहिँ यहाँ बनिँदैछ पेन्डल चाहिँ। यहाँनिर चाहिँ भोलि अर्केस्ट्रा हुन्छ अरे हो। अर्केस्ट्रा नो डिजे। यहाँ चाहिँ स्टेजको डेकोरेसन हुँदैछ। हामी चाहिँ यहाँ मेहन्दी लगाउँदा लगाउँदा लाइट गयो हो। बेहुलीको हालत त्यस्तो भइरहेको छ। ए गाइस लगाउँदैछ अँधेरोमा। गाइस लाइनै गयो के भन्नु सक्नुहुँदैन यसमा। अर्को पालिको दादाको भिडियोमा पनि त्यस्तो मेकअप गर्दा बेहुलीको बाबा है यहाँ चाहिँ। आमाहरू खाना खानु हुँदैछ। हेलो आन्टी। हेलो हेलो हेलो। बेहुलीको आमा खाना खानु हुँदैछ।
यो चाहिँ खाना खाने एरिया रहेछ हो अरुणले खाना खाँदैछ बेहुलीको भाइ चाहिँ अहिले खाना खाँदैछ गाना बजाउँछ होइन के अरे यहाँ बिहानको खाना बेलुका खाँदैछु केही भन्नु सकिँदैन बिहेको त्यही भएर घरबाट खाएर आउनु Go, go!
घरमा पानी नआएछ खोइ टाइम कसले के गरेछ घरमा चाहिँ पानी सकेर यस्तो भइरहेको छ है हाम्रो अवस्था कुपबाट तान्दै गहिरो छ ए छेउमै रहेछ This is the first time experience I having. गएर एक्सपिरियन्स राम्रो हुन्छ यसमा भर्नु पर्ने हो खासमा चाहिँ ए पहिला यहाँ फुल गर न रब गर्नु भनेको थियो कि खोल्नु भनेको होइन धुनु भनेको थियो बसेछ कि बसेछ बस्यो होला हौ देख्दैछ त यस्तो हेर त्यसमा थाहा पायो अरे मुख धुन्छ होइन चिनी पानी हाल्दैछ चिनी निम्बु निम्बु पानी झुम्का चाहिँ दामी बनाइदिएको थियो उसले चाहिँ राम्रो बनाइदियो तिम्रो ट्याग के भयो भयो यहाँ चाहिँ हाम्रो लेट नाइट नाइस है मैंने तो 12 औरों के टाइम मत कहने कि लोग जो तो बेरा बेरा पर बालू टालू खींचे मैंने तबा कलम बिछा दी त पनि थाम्ने कोही मालिकटा कोहीले बिछा दिबा कोही ना 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 यहाँ पेटमेट छ गोटला ओरा मैला टोइला हो जाबे बेकार खाली डेकोरेसन चाहिँ यतिको भएको छ दामी उसमें मैंने इला वाउ यहाँ झन् दामी भएछ तर कस्तो फोकस এটা ক্যাম্প কোন ভাই এদিকে তো দিল না এদিকে জায়গাটা ছোট না এজন্য দুই লাইন গেল ওদিকটাই তোমার পুরো তুমি এটা এদিকে না মানে এই কাপড়টা হতলে অনেক ভালো লাগতো स्न्याक्सको काउन्टर अरे हौ स्टल हुन्छ अरे यहाँ चाहिँ स्न्याक्सहरू भोलि এগুলা বিছাই দিছ আগে এখানে বিছাতে নালা উপায় নাই नाइस नाइस এটা কালকে একটু ঝাড়ু দিলে চলে যাবে বুঝলা অসুবিধা নেই प्रेडी पुरा हिनेर है अहिले नै है চালু হবে আর भोलि लगाएको भए चाहिँ बेटर हुन्थ्यो सफा লাগালে ভালো হতো এটা মনে হয় अर्केस्ट्रा होइन यहाँ यो चाहिँ अर्केस्ट्रा हुन्छ भोलि यतिको छ अहिले यता चाहिँ खाने ठाउँ खाना खाने ए ओपन रहेछ नि त्यहाँ है नाइस नाइस दामी बाबा मैले गरेको यहाँ लाइटिङ बेसी गरेको फोटोमा चाहिँ आउँदैछ खै यिनीहरूको एउटा भिडियो बनाइदियो